के लाछस् रामे 7.2 हेर लाछस् क्या 7.2 हेर्ने मानिस क्या देशमा बेरोजगारी छ बेरोजगारीको भिडियो हेर्नुहोस् के बेरोजगारी भएर के मोबाइलमा भिडियो हेरेर हुन्छ आफै बेरोजगारी भएर थाहा छैन बेरोजगारी खोज्नु बताछ कता अझ मोबाइलमा भिडियो हेर्दै बेरोजगारीको के के समाधान हुन्छ बेरोजगारीको भिडियो नहेर के तिम्रो बुढीको भिडियो हेर्दिन त आइज बेरोजगारीको शब्द हेर बस भिडियो हेर खै के लाउरेछस् खै ओहो केटाहरु यहाँ पो रहेछन् अघिदेखि खोजेको थिएँ मैले अहिले भेटे केटाहरु खै आइज यहाँ भिडियो लाछन् के गर्न लाग्छ तिमीले यहाँ भिडियो लाछन् भिडियो ओ भिडियो बेरोजगारीको भिडियो त्यो हामीसँग पहिला 7.2 हेर्दाखेरिको केटो थियो त रामे त्यो पारीको डाँडा प्रसाद छविको छोरो त्यो त विदेशमा गएको छ आज त बिदाई कार्यक्रम छ गरे त्यसको अनि त्यसलाई बरु बिदाई गर्ला यसरी गएर यसो टिको सियो बस्दै लाउन खान हिँड्दिनु पर्छ कि क्या जान्नु त बिदाई गर्दिम ल हाम्रो पनि त्यो सियान कोट्याउँथ्यो थाहा छ कि ओहो कसरी त्यो बेला सिकान हामीसँग पोडी खेल्दाखेरि कट्नु नलाग्ने के गर्छस् बाबु देशभरि बेरोजगारी छ यहाँ 8 पास गरेर नेता बन्छन् अनि हामी त त्यो मास्टर डिग्री गरेर विदेश जानुपर्छ के गर्नु देशभरि बेरोजगारी मात्रै छ अनि अब जान लाग्छ जापान राम्रो गर्दा त्यहाँ गएर टाइममै खाना खा टाइममै त्यहाँ अनि यता हिडुल गर अनि त्यहाँ कुइरेलीका पछाडि लाग्दैन फेरि कुइरेलीका पछाडि लाग्दैन त भन्नेमा नगाउँछस् राम्रोसँग पढेस् त्यहाँ रामे छोराले देखेस् कस्तो मुलो बाला हातमा घटी पठाइदेऊ त्यो मेरो यहाँ हातमा घटी हुनु पऱ्यो आउँदाखेरि आइफोन हुनु पऱ्यो टक्क लिएर आएस् अनि बरु त नआए त्यो के भएन तर आइफोन र घडी चाहिँ पठाइदिएस् मलाई बुझिस् नि ल बाबु राम्रोसँग जा राम्रोसँग रेखदेख गरेस् आफ्नो ल तेरो यो आशीर्वाद छ त्यो बाबुको ल राम्रोसँग जा है ल राम्रोसँग जा के गर्छ भयो बाबा अब तपाईँ रुनु पर्दैन अब तपाईँले मैले जे भने तपाईँको सबै सपना पुरा गरिदिन्छु घडी लाउने भन्नुहुन्छ मोटो सिक्री भन्नुहुन्छ आइफोन साइफोन सब भनिदिन्छु अब म पनि मेरो सानलाई छोडेर भर्खर जान लाग्छु 2 दिन मात्रै बिहा भएको छ राम्रोसँग बाँचेन अब तपाईँ मेरो सानोको ख्याल गरिदिनु होला चिन्ता नगर बाबु चिन्ता नगर तेरि सानोको मैले राम्रोसँग रेखदेख गरिदिन्छु ल तपाईँ राम्रोसँग बसेँ म त अब लागे परदेशतिर राम्रोसँग आफ्नो ख्याल गरेँ बड्डा भयो यो औषधि खाएँ अनि राम्रोसँग अनि सानलाई पनि केही तलमाथि होला केही राम्रोसँग ख्याल गरेँ ल त म त अब लागि छोरा राम्रोसँग जा छोरा यस्तै छ के गर्नु देशभरि बेरोजगारी जा छोरा छ देशै छोडी जानलाई रहरै होइन नि माया देशै छोडी जान ए दाजु पर्खिनुहोस् त विदेश जान लाग्नु भयो हेर कान्छा अब मैले म यत्रो वर्ष आफ्नो देशमा बसेर मैले केही भविष्य देखिनँ यहाँ रोजगारै पाइनँ त्यही भएर म विदेश जाँदैछु अब तपाईँ यही पढाइका लागि त बसेको छ अब 12 क्लियर गरेपछि तपाईँ त विदेश जाने होला अब त युवा भने गाउँमा त मात्रै हो सेर अब मेरा बाचन बुढाबा तिनको ख्याल राख्दैछ मेरी भर्खरै सानोसिन भर्खर अस्ति भर्खर बिहा गरेर छ तल अनि तिनको पनि ख्याल राख्दैछ अनि अब तै त ससियो गाउँको युवा भन्यो तिनी बड्डा त तिन गाइसकेका बर्दाउन बरु तिम्रो चोइको चाहिँ ख्याल राख्न सक्छु ल त कान्छा राम्रोसँग बसेस् आफ्नो ख्याल राखेस् अब म विदेशतिर जानुपर्छ म त गइहालेँ अब ल राम्रोसँग जानु है परदेशी जीवन नहुँदो रहेछ सोचेको जस्तो